खण्ड 2 सत्य छैन। यथार्थता कसले आविष्कार गर्दछ? कुनै पनि व्यक्तिले भनेको कुरा सत्य हो भन्ने कुरा स्वयं आफैले पत्ता नलगाइकन यकिन गर्नु भनेको अन्धभक्त बनी त्यस व्यक्तिको चेला बन्नु हो। हामीलाई यो सम्पूर्ण सिर्जना मानिसको विशेष उद्देश्य प्राप्ति र फाइदाको लागि उपलब्ध भएको हो भनी हाम्रो मस्तिष्कमाथि प्रभाव पारिएको परिणामस्वरूप नै दुःखको बीजारोपण हुन पुगेको हो। जुका र लामखुट्टेले शरीरमा टोकेको खण्डमा मार्नु जायज देखिए तापनि मानिसलाई कुनै विचार वा बातको लागि मार्नु कति पनि जायज देखिँदैन। प्रकृति स्वयंको लागि अपनाउनु पर्ने त्यस्तो कुनै संस्कृतिको आवश्यकता नपरे तापनि संस्कृति र समाजले मानिसलाई कुनै एक संस्कृतिभित्रको मूल्य र मान्यताको ढाँचाभित्र आबद्ध गराउन खोजेको पाइन्छ। मानिस जे जस्तो छ त्यो भन्दा राम्रो, उपयुक्त, अर्थपूर्ण र आकर्षक उद्देश्य छ भनी कल्पना गर्नाको कारणले मानिसले पुनरावृत्ति प्रक्रियालाई अँगालेको छ। मानिसले कुनै पनि ढाँचा तयार पारेर पूर्णता दिन खोज्ने प्रयासले पुनः मानिसलाई त्यही ठाउँमा पुर्याउनेछ जहाँबाट उभिएर अहिले प्रश्न गरिरहेको छ। हामीमाथि लादिएको कुनै पनि कुराको यथार्थतामाथि प्रश्न गर्नु नै समस्यामा जकडिनु हो। यथार्थता अनुभव गर्ने कुनै बाटो नै छैन, बरु हामीले विचारद्वारा यथार्थको आविष्कार गरेका छौँ। पुरानो पिँढीले आफ्नो मूल्य, मान्यता र आस्थालाई कायम राख्न आउँदो पिँढीमाथि प्रभाव पारी आफूले पुरा नगरेको काम गर्न गराउनको लागि विश्वास र मान्यताको साथमा डर र धम्कीको प्रयोग पनि गर्दछन्। तर त्यो तरिकाबाट काम गर्न असम्भव हुने देखेपछि प्रेमको कुरा गरी बौद्धिक चतुरता प्रस्तुत गर्दछन्। वस्तुको नामलाई वस्तुबाट हटाएर गरिने गफ गफै मात्र हो। वस्तुको नामबाट शब्दलाई हटाउन सकिँदैन। कसैले वस्तुको नामाङ्कन गर्ने बित्तिकै वक्ता र वस्तुबीच हुने विभाजनको खेल अस्तित्वमा आइहाल्दछ। जब कुनै पनि व्यक्तिले आफूलाई खुसी, दुखी वा ईर्ष्यालु पाउँदछ वा ठान्दछ, तब त्यो इन्द्रियानुभूति गर्नु वा ठान्नुले नै अर्थात् म र खुसी वा ईर्ष्या बीच विभाजन ल्याइसकेको हुन्छ। नयाँ अनुभव भन्ने कुनै कुरा नै छैन, किनभने पुरानोले नै नयाँ स्थापना गर्ने गर्दछ। ज्ञान प्राप्तिको लागि गरिने स्थायी मागले नै अनुभवलाई निरन्तरता दिने काम गर्दछ। जुनसुकै कारणले होस्, भयबाट मुक्त हुने सम्पूर्ण उपचारका विधिहरूले नै वास्तवमा भयलाई कायम राख्ने र निरन्तरता दिने काम गरिरहेको छ। जब डरको अन्त्य हुन्छ, तब ज्ञात भएका सम्पूर्ण कुराहरू पनि अन्त्यमा आई शारीरिक मृत्युले ठाउँ लिन पुग्छ। वास्तवमा एकपटक यो मनोगत म अर्थात् स्वयंको अस्तित्व अन्त्य भएपछि वास्तवमा म बाँचेको छु वा मरेको छु भन्ने ज्ञात गर्ने कुनै पनि तरिका रहँदैन। यो मेरो शरीर हो भन्ने कुरा भन्न पनि असम्भव हुन्छ। तर सञ्चारको लागि भने म को प्रयोग स्वाभाविक बन्न जान्छ। कुनै पनि कुराको नामकरण नगरिकन महसुस गर्ने बाटो नै छैन, किनभने सबै भावनाहरू विचार हुन्। ठाउँ नभए बिना कुनै पनि वस्तुको मापन गर्ने बाटो नै छैन। विचारको जन्म नै स्वयं आफैमा मापन गर्ने सुरुवात हो। मासु खानु नखानु भन्दा पनि मासु खाने प्रबल इच्छा राखेर मासु नखाएमा हिंसाले नै प्रशय पाउँदछ भन्ने मनोगत भावना विकसित गराउनुले ठुलो समस्या सिर्जना गर्दछ। शरीरलाई चाहिने जुन कुरा हो त्यो विचारले उत्पादन र परिष्कृत गराउँदै ल्याएका पौष्टिक बनाउँदा कृत्रिम तयारी खानाहरूको आवश्यकता छैन।
शरीर स्वादको लागि नभई भोक मेटाउनको लागि केही चिज माग गर्दछ, तर त्यो विचारको उपज नै हुनुपर्दछ भन्ने जरुरत छैन। शरीरले आवश्यकभन्दा बढी खाना खानु नै समस्या हो। हामीले भोक र खानाभन्दा पनि खानामाथि बनाइएको सोचाइद्वारा बाँचिरहेका छौँ। त्यसैले त कुनै सोचिएको स्वादिष्ट खाना भएन भने खाँदै खाँदैनौँ, तर जब विचारले भोकमाथि कार्य गर्न छोड्छ तब त्यही नखाएको खाना शरीरले खान अभिप्रेरित हुन्छ र खान थाल्दछ। शरीरलाई परिस्थिति अनुरूप के खानुपर्छ भन्ने अन्तर्विवेक पहिल्यैबाट स्वनिहित रहेको हुन्छ। यदि शरीरलाई कुनै खाना मन पर्दैन भने त्यसलाई प्राकृतिक रूपले अस्वीकृत गरेको पाइन्छ।